एजेन्ट हुनुहुन्छ, रुम लिस्ट गर्न चाहनुहुन्छ बट भेरिफिकेसन प्रोसेस कन्फ्युजिङ लाग्यो? डोन्ट वरी, यो भिडियोमा म कम्प्लिट प्रोसेस एक्सप्लेन गर्नेछु सजिलो मान्डोमा भेरिफाइड एजेन्ट बन्ने तरिका। त्यसमा हजुरले रुम फाइन्डर अप्सनमा जानुहोस् र यता हजुरले प्लस साइन देख्नुहुन्छ त्यसमा क्लिक गर्नुभयो भने यता हजुरले आइ एम अ भेरिफाइड एजेन्ट भन्ने अप्सन देख्नुहुन्छ त्यसमा क्लिक गर्नुभयो भने हजुरको 3टा अप्सन आउँछ। सुरुमा हजुरले आइडेन्टिटी भेरिफाई गर्नुपर्ने हुन्छ त्यसमा एप्लाई नाउ गर्नुहोस्। र आफ्नो कुनै पनि गभर्नमेन्ट आइडी लाइक सिटिजनसिप कार्ड, एनआइडी, लाइसेन्स जुनको पनि फ्रन्ट एन्ड ब्याकको दुईटैको फोटो अपलोड गर्नुपर्ने हुन्छ। नेक्स्ट स्टेपमा हजुरले आफ्नो सेल्फी अपलोड गर्नुहोला। हजुरले सबै गरिसकेपछि सबमिट फर रिभ्यूमा क्लिक गर्नुहोला र यसपछि हाम्रो सजिलो मान्डो टिमले हजुरको सबै डकुमेन्टहरू रिभ्यू गरेर त्यसलाई अप्रुभ गर्छन्। जेन्युइन भयो भने मात्रै। र हजुरको सबै भेरिफाई भयो भने हजुरको यसरी भेरिफाइड भनेर आउँछ। र नेक्स्ट अप्सन थियो हजुरको लाइसेन्स एजेन्ट र ट्रस्टेड एजेन्टमा दुईटा मध्ये हजुरले कुनै पनि मा एप्लाई गर्न सक्नुहुन्छ र मैले अहिले लाइसेन्स एजेन्टमा एप्लाई गरेँ। त्यसपछि हजुरले आफ्नो यहाँ भएको सबै डिटेल्सहरू फिलअप गर्नुपर्ने हुन्छ। म गरेर देखाउँछु। आफ्नो कन्ट्याक्ट डिटेल्स पनि हाल्नु होला। र यसमा हजुरले आफ्नो कभरेज म्यापमा हजुरले कतिसम्मको एरियामा कभरेज गर्नुहुन्छ रुम खोज्नको लागि भनेर सबै हाल्नु होला। त्यसपछि हजुरले आफ्नो लाइसेन्स डकुमेन्ट पनि अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि सबमिट रिक्वेस्टमा जानु होला। यो पनि हाम्रो सजिलो मान्डो टिमले सबै रिभ्यू गरेर हजुर भेरिफाई गरिदिन्छ। हजुरको यो सबै डकुमेन्टहरू भेरिफाई भयो भने हजुरको यहाँ अर्न भनेर आउँछ। त्यसपछि हजुर सजिलो मान्डोको भेरिफाइड एजेन्टको रूपमा लिस्टेड हुनुहुन्छ। त्यसपछि बल्ल हजुरले सजिलो मान्डोमा लिस्ट गर्न सक्नुहुन्छ रुमको हजुरको कुन कुन रुम अभाइलेबल छ। त्यसमा यसरी गएर हजुरले सबै फिलअप गर्नु होला। सो हजुरले एज अ भेरिफाइड एजेन्ट हजुरले को एजेन्सीको नाम पनि यहाँ हुन्छ र हजुरले यसरी भेरिफाइड एजेन्ट हजुरले सजिलो मान्डोमा लिस्टिङ गर्न सक्नुहुन्छ। थ्याङ्क यू।